गिफ्ट पाउँदा खुसी नहुने त एकदम कमै होला हैन। म पनि अफ कोर्स खुसी हुन्छु। हेर्नु यति धेरै गिफ्ट हामीले साथी मिलेर चाहिँ त्यो एकअर्का गिफ्ट एक्सचेन्ज गरेको क्या। अब क्युट डायरी अर्को पनि छ, क्युट डायरी र पेन। अब यस्तो राम्रोसँगले लेख्न हैन कस्तो माया लाग्छ क्या। अर्को छ यो फेस मास्क अनि लिप ग्लस। अनि अर्को छ ब्रेसलेट, यस्तो राम्रो। अर्को छ लिप ग्लस, यस्तो दामी हुन्छ नि यो पनि लिप ग्लस हैन। दिस क्युट छ तर म चाहिँ अब कपाल लामो भएपछि मात्रै लाउँछु यो चाहिँ, अहिले त सुहाउँदैन। यो अनि यो चाहिँ मैले द विश लिस्टबाट मगाएको भयो। अनि यो रिङ पनि, अर्को हेयर ब्यान्ड, यो पनि कपाल लामो भएपछि यो चाहिँ कान्छीले बनाइदिएको हैन। बिरामी जस्तो पो देख्छ कि क्या हो। अब कपाल लामो बनाउँछु अनि यो र यो चाहिँ पछि लाउँछु। ओके बाई।